हेलो गाइज गुड मर्निङ वेलकम ब्याक अनदर भिडियो होइन कि सबैजना ठिकै नै हुनुहुन्छ होला म ठिकै छु आरामै छु होइन आज चाहिँ मम्मी आउने होइन विदेशदेखि मम्मीले लिन जाने हो अहिले 8 बजेर फोन खाइमेहरू गइरहेको छ त्यसै रात 11 बजीतिर यहाँ जाने होइन भइरहेको जाने हो धेरै टाढा होइन गाइज अहिले चाहिँ हामी कपडा किन्न जानु लाग्यो होइन यसको लागि मेरो भाइ होइन र कपडा किन्न जानु लाग्यो अब कपडा किनेर घर गएर आएर जाने होइन अब 1-1.5 घन्टामा मम्मी आइपुग्नुहुन्छ काठमाडौँदेखि भैरव आउनुहुन्छ त्यसपछि भैरव आएर लिएर आउने मम्मीलाई अब त्यो अफरोड बाटो हामीले गइरहेको होइन फुल अफरोड खोलाको साइडबाट होइन ए धन्नै नालीमा गयो यार फुल खोलाको साइडबाट होइन कति भारी यसको त कस्तो यार चढाएदेखि सक्थेनस् भइसक्यो स्थितिहरू चाहिँ त्यो गिल्ला लाग्यो बल्ल गिरन पास भयो वहाँदेखि आएको यहाँ बल्ल गिरन भयो अब फेरि घर बस्ती सुरु भइसक्यो गाई एउटा खतरनाक काण्ड भयो कपडा किन्न भनेर गएको पैसै बिर्सेर त्यही घर हालेर भाइलाई दोकानमा छोडेर गाइस फाइनली हामीले कपडा किनेर आइसक्यौँ एउटा उडी सेट लिएर आऊँ यसको लागि अनि अब घर जानु लाग्यो होइन अब घर गएपछि रेडी भएर सिधै जाने हो फोन गरेर बोलाइरहनु भएको बेर भयो भनिरहनु भएको अब घर गएर सिधै जाने छिटो घर गएर अस्तिखेर पुगिसक्यो अब आउँछ कतिखेर आउँछ गर्दै हामीलाई हिँड्यौँ भनेर बल्ल हिँडिरहौँ पुरा वहाँ पुलमा गएर फेरि चढ्नु अब एकैछिन अलि बेर लाग्छ टाइम अब ढिलो हुने भयो अलिकति अनि भैरव पुगेपछि भेटौँला अब सिधै म भैरव गएपछि भेटौँ हामी चाहिँ भैरव आइसक्यौँ होइन भैरव आएर कुदिरहेको मम्मीलाई हल्का ढिला भयो होइन ढिलै भयो त्यही भएर कुदिरहेछौँ हामी अब केही छिनमा आउनुहुन्छ मम्मी सिधै मम्मीसँग भेटौँला अब होइन भाइहरू सब उहाँ पुगिसक्नु भयो उहाँहरूसँगै आएको पुरै सुनसान छ एयरपोर्ट जाने ठाउँतिर मात्रै आउने ठाउँ केही यत्रो खाली है हजुर त्यो दुईटै दुईटै हो यो दुईटै फेरि झरालेर जानु पऱ्यो के अरे झरालेर छैन कि 1 किलोमिटर नि छैन फाइनली गाइस घर आयो मम्मी आउनु भयो होइन मम्मीले लिएर भैरवबाट धेरै भिडियो बनाउनु पाएन उहाँ अनि अहिले उता बस्नु भएको छ थ्याङ्क यू फर वाचिङ अब फेरि आउँदो भिडियो बनाउनु होला जय